निशुल्क जागिर कमिसन लाग्दैन एक घर एक रोजगार अब नारी पनि हुनु पर्दैन बेरोजगार भन्ने मूल उद्देश्यका साथ तपाईहरूको सामु हामीले काठमाडौँमा धेरै मात्रामा भ्याकेन्सी लिएर आइसकेका छौँ। यदि तपाईहरू बेरोजगार भएर बस्नु भएको छ भने हजुरहरू हाम्रो अफिसमा आउनु, हामीले रोजगारी लगाइदिन्छौँ। हाम्रोमा 1 रुपैयाँ पैसा दिनु पर्दैन। आज मिति 2083 साल 4 महिना 26 गते खाली भएको भ्याकेन्सी यस प्रकार म भन्दै गएको छु। राम्रोसँग भिडियो सेयर गरिदिनु होला र कमेन्ट पनि गरिदिनु होला। आज चाहिँ हाम्रोमा सुरुमा चाहिँ घरायसी काम गर्ने वीरगञ्जको लागि खाने बस्ने स्टाफ चाहिसकेको छ। तलब 18,000 रहेको छ। त्यसै गरी घरायसी काम गर्ने चितुवन देवघाटको लागि पनि तलब 20,000 रहेको छ। त्यसै गरी खाने बस्ने वीरगञ्ज प्रभु हस्पिटल नजिकै 20,000 तलबमा रहेको छ। त्यसै गरी घरायसी काम नेपालगञ्ज खाने बस्ने 20,000 तलबमा रहेको छ। त्यसै गरी घरायसी काम धनुषामा खाने बस्ने तलब 20,000 मा रहेको छ। त्यसै गरी तपाईको घरायसी काम बर्दिवासमा खाने बस्ने तलब 20,000 मा रहेको छ। त्यसै गरी बच्चाको केयर गर्ने चुनदेवी चप्पल कारखाना नजिकै 7 बजेदेखि 7 बजेसम्म तलब 18,000 मा रहेको छ। त्यसै गरी घरायसी काम गर्ने जरङखु काठमाडौँको लागि 9 बजेदेखि 12 बजेसम्म तलब 8,000 रहेको छ। त्यसै गरी घरायसी काम र बच्चा हेरचाह गर्ने प्युठान सोह्रद्वारी मन्दिर नजिकै एकजना स्टाफ चाहिसकेको छ। तलब 20,000 रहेको छ। त्यसै गरी घरायसी काम र आमा हेर्ने मुस्ताङ नजिकै तलब 25,000 मा रहेको छ। त्यसै गरी घरायसी काम वसुन्धरा चोकमा तपाईको 7 बजेदेखि 10 बजेसम्म तलब 7,000 रहेको छ। त्यसै गरी घरायसी काम लाजिमपाट काठमाडौँको लागि 9 बजेदेखि 4 बजेसम्म तलब 14,000 रहेको छ। त्यसै गरी टोखा नजिकै 7 बजेदेखि 5 बजेसम्म तलब 16,500 रहेको छ। त्यसै गरी घरायसी काम पाटनमा खाने बस्ने तलब 20,000 मा रहेको छ। त्यसै गरी घरायसी काम उत्तर ढोका गोइरीधाराको लागि 7 बजेदेखि 10 बजेसम्म तलब 8,000 रहेको छ। त्यसै गरी घरायसी काम तपाईको बुढानीकण्ठ हेपाली हाइटको लागि 8 बजेदेखि 7 बजेसम्म तलब 17,000 मा रहेको छ। त्यसै गरी घरायसी काम झापा बन्दीपुरको लागि खाने बस्ने तलब 20,000 मा रहेको छ। यदि यस्तै जागिरहरूको खोजीमा हुनुहुन्छ भने चाहिँ हजुर हाम्रो अफिसमा आउनु। हामीले धेरै मात्रामा जागिरहरू लगाइदिएको रेकर्डहरू रहेको छ। यता हेर्नुहोस्, आज पनि हामीसँग 71 वटा भ्याकेन्सी रहेको छ। तपाईहरू पनि बेरोजगार भएर भौतारिँदै हुनुहुन्छ भने चाहिँ यो भिडियो हेरेर हाम्रो अफिसमा आउनु होला। अफिसको लोकेसन हाम्रो ग्वारको चोक क्वेस्ट कलेजको अगाडिपट्टि रहेको छ। यदि तपाईको हाम्रो फोन उठेन भने पनि तपाईहरू डाइरेक्ट ग्वारको चोकमा आइसकेपछि कामना विकास बैंकको अगाडिपट्टि निशुल्क रोजगारी अभियान भनेर बोर्ड टाँसेको छ। त्यहीँनिर आएर बुझ्न पनि सक्नुहुन्छ। धन्यवाद। भयो बनाएन।